दाइ नमस्ते, कहाँदेखि आउनुभयो? म रुकुम पश्चिमदेखि मुसिकोट वडा नम्बर 14। नाम चाहिँ रविन्द्र कुमार विष्ट है, रविन्द्र कुमार विष्ट। रुकुमदेखि यहाँ महोत्सवमा आउनुभएको रहेछ। महोत्सवको उद्देश्य के छ तपाईँको? यो हामीले मेरो व्यक्तिगत भन्दा नि रुकुम जिल्लाको पहिचान, रुकुम जिल्लाको उत्पादन, रुकुम जिल्लाको परिचय र त्यहाँको किसानको उत्पादनलाई कसरी हुन्छ होइन। महोत्सव मात्र नभएर हामीले चाहिँ नेपालभरि नै देश दौडा कार्यक्रममा छु म अहिले। त्यसै क्रममा यो कृषिमा चाहिँ मेरो साथीहरूले आदरणीय अध्यक्ष लालबहादुर केसी मेरो क्लासमेट पनि हुनुहुन्छ। र तपाईँको जिल्लाको उत्पादन के छ त रवि सर? थोरै हाम्रो मेलाको उद्देश्य लक्ष्यसँग म्याच गरिरहेका छ। हामीले स्थानीय चिजलाई प्रबन्ध गर्ने कुरा छ। त्यो तपाईँसँग त्यो मिल्दोजुल्दो छ। तपाईँले गरेको उद्योग र हामीले सोचेको कार्यक्रम पनि मिल्दोजुल्दो छ। तपाईँ आइदिनु पऱ्यो भनेको चाहिँ म आएको हो। यसको नितान्त हामी अहिले एडभर्टाइजमा छ, नितान्त हामी प्रचारमा छौँ। व्यापक रूपमा अहिले हामीले सिज्नो प्रणाली अब नाम तपाईँ हाम्रो उद्योगको नाम हो, कम्पनीको नाम हो। मान्छे सिज्नोदेखि धेराइरहेको अवस्थामा यस्तो बेला कोही मान्छे चाउचाउ खाइरहेछ, जङ्क फुड खाइरहेछन्। अब हामी सिज्नो खानुपर्छ भनेर मैले अल नेपालभरि देश दौडा कार्यक्रममा छु। अहिले म फरक छ, मेरो विषय अलिक अरूभन्दा फरक छ। हाम्रो कम्पनीको एउटा सिज्नो प्रणाली कम्पनी भयो, त्यसमा 100वटा आइटम छ। स्पेसियल हाम्रो जिल्लाको मैले बाहिर पठाउनु भनेको सिज्नो एकदम भइहाल्यो। सिज्नो एउटा भइहाल्यो, ब्रान्डिङ गर्दैछु। अनि हाम्रो अत्याधिक मात्रामा आएछ मकै छ। मकैलाई पनि त्यो पनि जहाँ पाएको त हामी गर्दैनौँ। त्यो छिबाङको तल साधन चौकको त्यो तलाई माथि जिल्लाको चाहिँ त्यो रासायनिक हालेको छ। हामी 1500देखि माथिको जहाँ रासायनिक हालेको छैन, जहाँ विषादी गएको छैन, जहाँ अर्ग्यानिक छ त्यो मात्रै चिजलाई हामी ब्रान्डिङ गर्दैछौँ। जस्तै तपाईँको सिङ्गोले गर्दैछौँ, मकैले गर्दैछौँ, सिमीले गर्दैछौँ, चिङ्गोले गर्दैछौँ। पहिला पनि जान्थ्यो बाहिर, बिक्री त हुन्थ्यो तर बोरामा जान्थ्यो। अब त्यो होइन, हामी एकदम त्यसलाई ल्याएर प्रशोधन गरेर प्याकेजिङ गरेर सफा गरेर एकदम त्यसलाई स्मार्ट कसरी गर्छ। जस्तै तपाईँ र युवाहरूलाई हेयरस्टाइल गर्छ भने लेडिजहरूलाई चाहिँ ब्युटिसियनले गर्छ भने म त्यहाँको कृषि उत्पादनलाई मैले गर्ने एउटा प्लान बनाएको छु। एउटा थोरै पनि मैले त धेरै नसकौँला, रुकुमको चाहिँ 0.5% चिजलाई पनि मैले ब्रान्डिङ गरेँ भने एउटा त्यो जिल्लाकै पहिचान रवि कुमार विष्ट कहाँ गयो, कति कमायो भन्ने भन्दा पनि रुकुम जिल्लालाई कहाँ चिनायो, रुकुम जिल्लालाई कहाँसम्म पुर्यायो, रुकुमको चाहिँ परिचय कहाँसम्म पुर्यायो भन्ने मान्छे मैले मेरो चाहिँ स्टिकरमा हेर्नुहुन्छ। म जन्मेको ठाउँको नाम हालेको छु, स्टिकरमा मेरो चाहिँ सानोबोरीको नदी हालेको छु, म जन्मेको फाँड हालेको छु। त्यो राष्ट्रियता, एउटा माया, मातृभूमिको प्यार। मैले यो मेरो स्टिकर देखेर विश्वमा रहेका चाहिँ अब नेपाली तपाईँ जस्तै युवा सबै विदेश जाने ट्रेन छ। कमसे उनीहरूलाई पनि हो रुकुममै पनि बसेर यो दाइले गर्न सक्ने, हामीले किन गर्न सक्ने? हामी किन अमेरिका जाने, किन जापान जाने, किन युके जाने? मेरो दाइले गाउँमै बसेर 1.5 लाख कमाउनै छ। मेरो गाउँले आफ्नो गाउँमा बसेर व्यवसाय गर्दैछ। अब हामी पनि गाउँमै फर्किनुपर्छ, नेपालमा फर्किनुपर्छ, हामीले केही न केही गर्नुपर्छ भन्ने एउटा चाहिँ उद्देश्य। यसले चाहिँ तिनी मोटिभेट होस्, तिनी युवाहरूलाई मेरो सामान खानै गर्दा ओहो यो अमेरिका भन्दा गाउँ जानुपर्छ भन्ने फिलिङ्स होस्। र मेरो आदरणीय भाइहरू छन्, मेरो घरका हामी 11जना भाइहरूमा मेरो फुगा मेरा गर्ने झन्डै 15वटा भाइहरू चाहिँ अमेरिकामा हुनुहुन्छ। छन् मेरा भाइहरू 10 वर्षदेखि 5 भाइहरूलाई पनि मेरो सल्लाह गर्ने बाबु अब धेरै नबस्छ, 5 वर्ष बस्छ, त्यो पछि नेपालमा आऊ र एउटा चाहिँ आफ्नो ठाउँमा केही न केही उद्योग खोला भन्ने एउटा चाहिँ लक्ष्य पनि हो। एउटा युवाहरूलाई चाहिँ कमसेकम 0.2 भयो भने मैले गर्नुपर्छ, नेपालमा खुवाउनुपर्छ भनेर लागेको छु। यसो फरक छ, धेरै कुरा फरक छ। हाम्रो समाज एकचोटि प्रयोग गर्नुहोस्, तपाईँको भान्सामा लिनुहोस्। तपाईँको मेन कुरा स्वास्थ्य। अहिले मान्छेले ठुलो घर हेरिरहेको छ कि, ठुलो घर, ठुलो गाडी, प्रतिष्ठा हेरेर, तर आफ्नो स्वास्थ्य भित्र कस्तो छ त, पेटभित्र के छ त, के खाइरहेको छु त्यो भन्ने कुरा कसरी ख्याल गरिरहेको त्यो तर त्यो ठेकाउँ। मैले तपाईँको भान्सामा मेरो सामान चाहिँ 6 महिना खानुहोस्, बाहिर तपाईँको समस्या समाधान भएन, तपाईँको स्वास्थ्य सुधार आएन भने म पैसै लिन्न। त्यस्तो पनि कम्पनीको लक्ष्य छ, उद्देश्य छ। अब यो खास भनेको रुकुम जिल्लालाई नै परिवर्तन गर्ने, रुकुम जिल्लाको चाहिँ युवाहरूलाई पनि मोटिभेट गर्ने, रुकुम जिल्लाको युवालाई कसरी हुन्छ देशमा थोपाउने एउटा अभियान हो। त यो तुलसीपुरमा पनि शाखा विस्तार हुँदैछ अरे, के छ यसमा? एकदम सही कुरा गर्नुभयो। यसो खास मकसद पनि त्यही थियो। मैले खास यो उद्योगलाई मैले मेरो प्लान त कन्सेप्ट के छ भने नेपालकै 753 पालिकामा पुर्याउने लक्ष्य हो। त्यसको क्रममा मलाई मुसिकोटमा खोलेको उद्योग अब त्यो मैले मेलामा आएर प्रचार गरेर उपभोक्ताको पट्टिएर कस्तो आउँछ त्यसको फिडब्याक बुझेर धेरैको फिडब्याक बुझ्यो, सल्लाह सुझाव दियो मेरो साथीहरूले चाहिँ। अब एउटा तत्कालै 1-1.5 महिनामा हामी 300वटा आइटम हाम्रो कर्णाली प्रदेशको दह जिल्लामा
एकदम हिमाल क्षेत्रमा भएका 300वटा आइटमको चाहिँ मार्ट खोल्दैछ यो चाहिँ अर्ग्यानिक कृषि मार्ट खोल्दैछौँ त्यहाँ तपाईँहरूलाई अब 1-1.5 महिनापछि तपाईँले हामीसित पाउनुहुन्छ सम्भवतः यो हाम्रो चाहिँ सल्यान रोडमा होइन मेन ठाउँमा हामीले यो आउटलेट खोल्दैछौँ त्यहाँ आउनुभयो भने धेरै कुरा त्यहाँ पाउनुहुन्छ सबै कुरा चाहिँ हाम्रो फरक छ हाम्रो प्याज खाँदा पनि फरक पाउनुहुन्छ हाम्रो आलु खाँदा पनि फरक पाउनुहुन्छ अब यसको लक्ष्य चाहिँ अब मैले अहिले एउटा यो पालिकामा गरेँ अब लगतै नेपालमा गर्दैछु लगतै काठमाडौँमा खोल्दैछौँ हामी 753 पालिका खोल्ने लक्ष्य हो मैले नभ्याउला मेरो छोराले होला नातिले होला यसको लक्ष्य भने मेरो मैले 5 वर्षमा 77 जिल्ला त पुग्छु यो चाहिँ मैले मेरो लक्ष्य छ के अरे यो कृषि फर्म खोल्दाखेरि कृषकहरूलाई केही राहतहरू या फाइदाहरू केही हुनेछ मुख्य त सबै किसानका जाने हो कि मैले बेचेर एउटा पोकामा 10 रुपियाँ होला जस्तै मैले यहाँ चामल 500 मा बेचिरहेको छु मैले नाफा 100 रुपियाँ खाउँदा 400 त किसानका जान्छ मैले सिस्नो 500 मा बेचिरहेको छु नाफा मलाई 100 होला 400 त किसान यसको मुख्य उद्देश्य भनेको रुकुमको किसानको जीवनस्तर अथवा आय आर्जन त्यहाँको चाहिँ किसानको चाहिँ उत्पादनलाई एकदम सजिलैसँग बेच्न सकिने र त्यहाँको जीवनस्तर उठाउने किसानको चाहिँ आर्थिक समृद्धिलाई नै लडिएको छ मैले त यो मेरो नाफा त कति होला मलाई रब्बीमा बेच्दै 10% आउने हो 90% त किसानलाई जान्छ त्यहाँको जिल्लाको किसानलाई फाइदा हुन्छ कृषकदेखि ग्राहकको बिचमा बिचौलियाहरू भइरहेको छ नि यसमा के भन्न चाहनुहुन्छ तपाईँ धन्यवाद यही पोइन्टमा आउनुभयो हामीले त्यहाँको किसानको उत्पादन धेरै बिचौलिया मार्फत त्यो अनकन्ट्रोल मार्फत होइन अब अव्यवस्थित ढङ्गले जान्थ्यो अब हामीले सिधै किसानको उत्पादन र उपभोक्ताको चाहिँ कनेक्टिभिटी अब त्यसलाई जोड दिने सँगै जोड दिने हाम्रो उत्पादन कसरी खाएको छ होइन किसानले हाम्रो कति उत्पादन हुन्थ्यो र कसरी चाहिँ उपभोक्ता खाने अब एकदम नजिकबाट होइन किसानहरूले पनि अब बिचमा चाहिँ पैसै नपाउने है सामानहरू ठुलोलाई कम्पनीले दिने पैसा नपाउने चलन थियो अब हामी त्यस्तो गर्दैनौँ सिधै किसानलाई र उपभोक्तालाई चाहिँ जोडेर बिचमा बसेर हामी कुनको काम गर्दै यसको कनेक्टिभिटी गर्दैछ एकदम किसानकै हितको लागि खोलेको संस्था हो धन्यवाद छ भाइ तपाईँ मेरो स्थानीय भाइ पनि हो मेरो आदरणीय काकाको छोरा पनि हो यो उमेरमा तपाईँले चाहिँ आफ्नो चाहिँ स्ट्रगल गरिरहनु भएको छ पढिरहनु भएको छ तपाईँले चासो गर्नुभयो यो व्यवसाय सम्बन्धी मेरो कम्पनी सम्बन्धी आफ्नो जिल्लाको विषयमा तपाईँ चासो गर्यो यसको लागि तपाईँलाई नितान्त धन्यवाद छ तपाईँलाई यो तपाईँको चाहिँ सहयोग तपाईँको माया तपाईँको सद्भाव म सधैँभरि हाम्रो कम्पनीले चाहिँ उच्च सम्मान गर्नेछ त्यसको लागि हजुर धन्यवाद सम्पूर्ण रुक्मिलीवासीलाई रुक्मिली किसानलाई रुक्मिली आमा बुवालाई रुक्मिली दाइ भाइहरूलाई पनि मेनदेखि म नमन गर्न चाहन्छु मुक्ति गर्न चाहन्छु तपाईँहरूको उत्पादन म राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचार गर्दैछु